गाइज वेलकम ब्याक टु माई सुजल ब्लग। हजुरहरूलाई फेरि न्यू डे न्यू ब्लगमा स्वागत छ। म चाहिँ अहिले हाम्रो मामा घर जान लाग्छ त्रिवेणी। यता म दिदीले लिन आइछि। दिदीले एकछिन खुट्टा गलेर त्यहीँदेखि यहाँ आउन नि धेरै मोटो भएपछि यस्तै हो। यता चाहिँ हाम्रो बहिनी चिच्चा चाहिँ टिके गरेर बनेर आयो नछोडै फेरि पछाडि हेर्नु फेरि बर्बाद होला। फेरि मामा घर जान लाग्यो फेरि हात छोडेर हाल्यो भन्नु थाल्यो नि भइहाल्यो नि फेरि पुलिस आमाको घर म अब यहाँ लु हेलो हाई गाइज च्याउसी पप्पी त्यही त भनेको यिनीहरूलाई मैले बाटो त्यही त भनेर आएको थाहा भएको भए त ल हामी चाहिँ अब हिँड्यौँ। यिनीहरू नकच्चरीहरू अझै रेडी हुँदै बाँकी छ। हामी चाहिँ अब हिँड्यौँ। हामी चाहिँ हिँड्नु एम्माको ड्रेसअप चाहिँ खतरा छ के। हामी चाहिँ अब मामा घर जानलाई हिँड्यौँ। यहाँदेखि बर्डरघाट जाने रे। बर्डरघाटदेखि चाहिँ उता चाहिँ अब खै उलुलु इरिक्सामा भयो भने चाहिँ इरिक्सामा जाने भन्दै थियो। त्यो भने छिटो हुन्छ। ढिलो भइसक्यो 8:30 भइसक्यो। वहाँ अब 2 घन्टा लाग्छ यहाँदेखि त्यहाँ जान नै। त्यही भएर छिटो हिँडेको यिनीहरू। मलाई यिनीहरूलाई जहिले कुदाउँछन् नि। अस्ति फुपूहरू जाँदाखेरि पनि आएर मैले आधी घन्टा 1 घन्टा कुदेर हिँडेको। अहिले पनि त्यही हो आधी घन्टा कुद्नै पऱ्यो। आउने बित्तिकै हिँडेको भयो। यतिखेर अगाडि कहाँ पुगिसक्थेँ मान्मैलसम्म। हामी चाहिँ यो लुम्बिनी पेट्रोल पम्प यो चाहिँ हामी चाहिँ अहिले यो चाहिँ नहर हो। इन्डिया र नेपालको यो होइन इन्डिया लगेको नहर। इन्डिया र नेपालको होइन इन्डियाको मात्र जमिन चाहिँ नेपालको हो नि दाजु। जमिन त नेपालको हो नि सर। यो पानी चाहिँ इन्डियाको हो। इन्डियाको हो नि। हाम्रो एकपाली नम्बर पठाइदिन्छु। कुन सालमा बनाएको यो नहर? यो बजारले चाहिँ रानीनगर भन्छ। रानीनगर। हामी चाहिँ रानीनगर आइपुग्यो। यो रानीनगर हो रे यो बजार हो। रानीनगरको बजार। हामी जाने साउमारा। साउला मारेको भएर साउमारा होला। कुकुरमारा छ। खै यता सिधा 54 ढोका पुग्छ। त्यो चाहिँ नहर हेर्नु यहाँ कस्तो ठुलो नहर छ। नहर इन्डिया नेपालको नहर। भारती नहर हो रे। ऊ त पुलबारी ऊ त होइन त ढोका भनेको ऊ त त्यो होइन ढोका। यो चाहिँ उखुबारी। हाम्रो मामा घर चाहिँ उखुबारी बढी। साउमारा चाहिँ सबै उखुबारी। खोइ बाटो सबै छेरै उखुबारी लगाएको छ। ए उखु यता नि रहेछ हौ। त्रिवेणीमा साउमारा भनेपछि उखुबारी भनेर चिनिन्छ। उखु भनेर चिनिन्छ होइन। उखु सबै उखु गर्छ। सब उखु हो सब उखु रोप्छन्। सो गाइस हामी चाहिँ मामा घर हेर्नुहुन्छ क्या ल जाम। हामी चाहिँ यहाँ आइपुग्यौँ। मामा घर आयो जाम। ऊ भाइरो भाइरो छ। हामी चाहिँ मामा घर झरा छोरो जाने अब आइसक्यो। दिनु त मम्मी हामी चाहिँ आइपुग्यौँ। चाहिँ हाम्रो मामा
धन्यवाद दाजु तपाईलाई यहाँसम्म ल्याइदिनु भएकोमा यहाँ चाहिँ हाम्रो मामासी येमीमा कसो इरोजा साइले पनि आएछ त ओहो यसलाई पनि कति सबै कति सर्फ चाहिँ देखा चाहिँ हाम्रो माइजू गाडी साडी छोरा गोरे के खुसी भएको छ निकालिदिनु भयो यो पनि उले ल्याएको तिलमा हाले कस्तै पैसा मुखमा हाल्यो भेटेर आएको भन्दै दियो दिदीले मुखमा हाल्नु हुँदैन त्यहाँ मेरो चस्मा देखेर त्यो लगाउन लागिरहेको छ हामी चाहिँ अब अर्को बोजी गरेर हिँड्न आएको म यहाँ 9 बाट 10 वर्षपछि आएको हो यसो कस्तो हामी चाहिँ अब अर्को बोजू घर यसले चाहिँ मुख छेकी सिक्या हो तैले कसलाई कस्तो कस्तो लाग्यो हाँ कसलाई कस्तो कस्तो म के धेरै वर्षपछि आएको नि कता 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 लाग्यो नचिनेको छु त कता कता ओ यहाँ म आएपछि त यो त रोपेर यता ठुलो भइसकेछ नि के म त खुल्ला खुल्ली थियो भएन त यो त यहीँ थियो पहिला छोडे छैन हामी चाहिँ अर्को बजे गरेर हिँडेको कपी यताबाट आऊ कपी यताबाट लड्दैन हो यता हामी त एकदम बाटे चाहिँ हाम्रो बजै अर्को बजै बजै मम्मीको काका काकी गाउँको स्पेसल केरा लोकल केरा बोला त हाम्रो उहाँ चाहिँ ठुलो मान्छे भात खाने बेलामा अलि भात खाएर खाम्ला भात खाएर खाम्ला नहीं जाता केरा खाने गाउँको लोक आऊ बनाना खाना धोकाला त हो त धोकाला यासन दादालाई बोलाऊ यासन दादालाई बोलाऊ केरा खाइम ला गाइछु हजुर
गाउँको गाउँ हो टेस्ट दबाई गाउँको केराको टेस्ट हामी चाहिँ यहाँ मामा घरदेखि हिँड्यौँ उता खाना खान नबुलाई त बाख्रे चाहिँ बाख्राहरू पाल्नुभएको रहेछ हामी चाहिँ अहिले भरिपूर्ण हुने भयो आशीर्वाद आज कतिजना रहेछ अब अरू त यस्तै बस्छन् म त यस्तरी बसिछु किनकि मेरो पेटले खिचेको पिरियाको चोटी कला भन्ने यस्तो छ डिएमसी कम्पनी हाम्रो म्याडमजीले बुझ्नु भयो भनेर हालेर अनि कमेन्ट परेको तिम्रो म्याडमजी भाडो घट्नुले यहाँ चाहिँ फोटो खिचिरहेको छ ग्रुप फोटो खिचेको यहाँ चाहिँ सिङ्गल खिच्नु रे एक्सक्युज मी लक्ष्य हट्नु त आमा जाम भन् हामी चाहिँ अब पिङ खेल्न हिँडेको एउटा मामा घर पनि भान्जीहरू चाँडो भान्जीहरूलाई हल्लाउनु नसक्ने पिङ खेल्न हल्लाइनुपर्छ नि मामा भएपछि त है दसैँ लागेछ हौ दसैँ यहाँ चाहिँ पिङ खेलिरहेको छ हो र चाहिँ खोडखडे एक चाहिँ खेलिरहेको छ पिङ अरू चाहिँ सबै डर लागिसक्यो डरायो अरे पिङको हालत देखेर अब पबी र म चाहिँ पिङ खेल्न लागि हिँडेको आँटीले बस्यो तर कस्तो बाङ्गो रहेछ भाइ एकचोटि हामी गाइज अहिले चाहिँ हामी फोटोसोटो खिच्यौँ पिङ चाहिँ अहिले खत्तम रहेछ यसपालिको चाहिँ ढोको पिरेर पिङ खेल्न पाएछ यार चप्पल खाने रे भर्खर भात ए यहाँ आइपुग्यौँ यहाँ अब जाने हो घर ढिलो भइसक्यो अहिले चाहिँ हामी मामासँग उखु काट्न जाँदैछौँ उखु खानुपर्छ त्यही भएर उखु काट्न तर खाने लागेको छ कि छैन भर्खर हो अरे बेला भयो भएन उखुबारी बिर्से चुके लाएर आएछ हिँडिस् त्यसरी लाग्छ आकाश हेर कस्तो राम्रो देखेछ दादा त 2 फोटो पुग्यो होला है मेरो छैन एउटा कलीले रहेछ उखुबारी ब्लग बनाउँछ नि त छैन भर्खर स्टार्ट हो बल्ल बल्ल लाग्छ नि 2 दिन वर्ष कलिलो छ त अनि यस्तो कलिलो काट्ने यो त भित्र होला अलि यो काट्न छिल्ला त सक्दैन ओ यहाँ छ ऊ दिदी
कान्छीलाई चाहिँ कटुङ मटुङ हेर्न यहाँ ऊ त्यहाँ छ यो चाहिँ बल्ल ठिक्क भएछ अर्को साइडबाट दिएन भाइ चाहिँ उखु हो उखु 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 लौ इम्मा हेर कस्तो मोटो हो यो चाहिँ मुटुमा चाहिँ अलिक रस पनि हुन्छ अलिक गुलियो हुन्छ क्या इभन छ त मुटु अलिक उको बारीमा हेलो ब्लगर कति मम्मीले 6-7 ल्यायो भने रे हजुर अझै दुईटा गरेर एउटा काटि आउनुहुन्छ अरे लिगेमा छोडे म लान्छु छोडे है तेरी यार म चाहिँ उखु लिएर हिँडेँ है गाइजहरू मम्मीले त 10 रुपियाँ भन्दै थिएँ ल यो एउटा दुईटा तिनटा चारवटा मामाले एउटा ल्याउँदै हुन्छ यहाँ फोटो खिचिरहेको छ मामा ल्याउनु यो चाहिँ उखु बारी हो हामी चाहिँ उखु लिएर हामी हिँडिरहेको छौँ ल पेममा चाहिँ दुईटा बोकिरहेछ आउनुहोस् मेरो मावली त्रिवेणी होइन साउमारा त्रिवेणीभित्रको साउमारामा उखु लिएर हिँडेको हामी चाहिँ उखु लिएर हिँडेको ल ए तिमीहरू पनि ल देख्यौ दिदी पनि उखु लिएर बारीमा हामी चाहिँ मामा घरमा उखु लिएर हिँडेको म त दुईटा पछि अरू कहीँ जाँदैन उखु बाइक साउमारामा उखु बढ्नुपर्छ नि त त्यही भएर हामी मामा घरबाट उखु लिएर केही पनि चाहिँदैन उखु बाइक हामीलाई उखु बाइक केही चाहिँदैन अरे फ्रेस काट्दै हुनुहुन्छ हामी मामा घरदेखि पनि हिँड्यौँ अब इलेक्सनमा यता छन् यिनीहरू आज यिनीहरू चाहिँ उल्टो बस्छ अघि चाहिँ म उल्टो भयो थिएँ दिदीहरू छन् यता आज अगाडि पबी बसेछ माइली बसेछ पानी त पर्न लाग्यो ए तिरपाल रहेछ पर्दाखेरि तिरपालै रहेछ ए होइन तिरपाल हामी अहिले यहाँ आइदियो हामी चाहिँ अहिले बलघाट आयौँ कहाँ आइपुग्यौँ हाम्रो गाउँतिरको भ्यू यस्तो छ गाइज यस्तो छ भ्यू यहाँ चाहिँ हरियो उता धान पाकिसकेको छ सो गाइज म घर नै आइपुगेँ घर आएर अहिले यहीँ कुकुरलाई जङ्गलतिर लिएर हिँड्ला टोयर गराउनलाई पिसा फेर्नलाई सो गाइज फेरि भेटौँला न्यू भ्लगमा बाई बाई गाइज मेरो भ्लग मन पऱ्यो भने लाइक एन्ड सब्सक्राइब एन्ड कमेन्ट गर्नु होला बाई गाइज